अस्ट्रेलिया स्टडी भिजाको लागि कुन कुरा इम्पोर्टेन्ट छ भनेर कसैलाई पनि सोध्यो भने अहिले फाइनान्सियल्स भन्छ, इन्कम सोर्स एन्ड इट्स भेरिफिकेसन भन्छ। तर के फाइनान्सियल एस्पेक्ट स्ट्रङ हुँदैमा, इन्कम सोर्स र त्यसलाई भेरिफाई गर्ने डकुमेन्ट स्ट्रङ हुँदैमा 100% भिजा लाग्ने हो त? पक्का पनि होइन। किन? कुनै पनि कन्ट्रीको भिजा इन्स्योर हुनका लागि विभिन्न भिजा कन्डिसन्सहरू हुन्छन्, तिनीहरूलाई फुलफिल गर्नुपर्छ र भिजा दिने अथोरिटी, भिजा अफिसर और इमिग्रेसनका अफिसियल्सहरूले तपाईको एप्लिकेसनमा चित्त बुझाउनुपर्छ, ती सबै रिक्वायरमेन्ट्सहरू पूरा गरेको फिल गर्नुपर्छ। त्यसैले अस्ट्रेलिया स्टडी भिजा पाउनका लागि पनि फाइनान्शियल एस्पेक्ट एउटा एकदमै इम्पोर्टेन्ट एस्पेक्ट हो। अहिलेका लागि फाइनान्शियल एस्पेक्ट, स्पेसली इन्कम सोर्सको एरिया स्ट्रङ छैन भने प्रोसेसिङलाई अगाडि नबढाएकै राम्रो हो। तर फाइनान्शियल एस्पेक्ट्स राम्रो हुँदाहुँदै पनि भिजा बिग्रिने चान्स हुन सक्छ यदि अरू कन्डिसन्सहरू, भिजा एप्लिकेसनका अरू एस्पेक्ट्सहरूलाई हामीले फुलफिल गर्न सकेनौँ अथवा हाम्रो केसलाई ती सबै कुराहरू कभर गरेर स्याटिस्फ्याक्टरीली प्रेजेन्ट गर्न सकेनौँ भने। आउनुहोस् यो भिडियोमा हामी अस्ट्रेलिया स्टुडेन्ट भिजा इन्स्योर गर्नलाई हामीले 5 वटा एस्पेक्ट्सहरू जसलाई प्रपरली कन्सिडर गरेर, प्रपरली अरेन्ज गरेर भिजा एप्लिकेसनलाई अगाडि बढाउनुपर्छ। पहिलोमा त पक्का पनि सबैले बुझेकै छ, फाइनान्शियल कन्सिडरेसन नै हो, फाइनान्शियल एस्पेक्ट नै हो। फाइनान्शियल एस्पेक्टमा पहिलो हामीले ध्यान दिनुपर्ने पक्का पनि स्टुडेन्टलाई सपोर्ट गर्ने स्पोन्सर्सको इन्कम सोर्स। स्टुडेन्टले ब्याचलर्स डिग्रीमा जाओस् अथवा मास्टर्स डिग्रीमा जाओस्, उसको पेरेन्ट्स होस् अथवा उसलाई फाइनान्शियली सपोर्ट गर्ने गार्डियन्स होस्, इन्कम सोर्स कस्तो छ र त्यो इन्कम सोर्सलाई भेरिफाई गर्ने डकुमेन्ट्सहरू कस्तो छ, त्यसले ठुलो रोल खेलेको हुन्छ। त्यसपछि फाइनान्शियल एस्पेक्टको अर्को पार्टमा एजुकेसन फन्ड। अस्ट्रेलियामा गएर पढ्न र बस्नका लागि, स्पेसली 1 वर्षको खर्च उठाउनका लागि फन्ड देखाउनु पर्ने हुन्छ। त्यो फन्ड मोस्टली नेपालका क वर्गका अथवा ए लेभलका ब्याङ्कहरूबाट एजुकेसन लोन लिएर पुरा गरिन्छ। अर्को एस्पेक्ट पनि छ यसमा, त्यो फन्ड जुन छ त्यसलाई चाहिँ स्पोन्सरको सेभिङ अकाउन्टमा मिनिमम 3 वर्ष, त्योभन्दा बेसी 6 महिनासम्म डिपोजिट गरेर राखेको छ भने त्यसलाई पनि युज गर्न चाहिँ पाइन्छ। तर त्यसरी डिपोजिट गरेर राखेको जुन रकम छ त्यसको सोर्स चाहिँ राम्ररी खुलाउनु पर्ने हुन्छ, त्यो सोर्स खुल्ने प्रमाण दिनुपर्ने हुन्छ। त्यसपछि स्पोन्सरको प्रोपर्टी भ्यालुएसन, यो 3वटा कुराहरू आउँछन् फाइनान्शियल एस्पेक्टमा। अब यी सबै स्ट्रङ हुँदाहुँदै पनि कहिलेकाहीँ स्टुडेन्ट्सहरूले रिजेक्सन खेपेको हुन्छ, भिजा डिनाइ भएको हुन्छ। किन? यो सँगसँगै अरू जुन एस्पेक्ट्सहरू छन् तिनीहरूलाई पनि प्रपरली कन्सिडर गरेको हुनु पर्यो। दोस्रो एस्पेक्ट छ अब एकाडेमिक एस्पेक्ट। उसको लास्ट डिग्रीमा एकाडेमिक पर्फर्मेन्स कस्तो छ, जिपिए कस्तो छ, उसले कुन सब्जेक्ट पास्टमा पढ्यो, लास्ट डिग्रीमा कुन सब्जेक्ट छ र अहिले कुन सब्जेक्ट चुज गरेको छ, त्यो सब्जेक्टमा उसको पास्टको पर्फर्मेन्स कस्तो थियो, पास्ट रिलेटेड सब्जेक्ट छ कि छैन, द्याट म्याटर्स अ लट। यसको मतलब यो होइन कि हाई जिपिए हुनेको चाहिँ भिजा लागिहाल्ने र लो जिपिएको नलाग्ने, त्यो पनि होइन। आफ्नो केसलाई कसरी प्रेजेन्ट गर्न सकिन्छ त्यो अनुसार उसले सब्जेक्ट चुज गर्ने, डिग्री चुज गर्ने गरेको छ कि छैन, उसको जुन सब्जेक्टको डिसिजन छ, डिग्रीको डिसिजन छ, त्यो रिसर्चको प्रोडक्ट छ कि हचुवाका भरमा डिसाइड गरेको छ, त्यो कुरा। त्यसपछि अभियसली इङ्ग्लिस ल्याङ्ग्वेज प्रोफिसियन्सी टेस्ट, आइएल्स होस्, पिटी होस्, त्यसको स्कोर कस्तो छ। युनिभर्सिटी और कलेजको बेसिक रिक्वायरमेन्ट्स पूरा गरेकै आधारमा भिजा लागिहाल्छ यदि अरू सबै एस्पेक्ट्सहरू स्ट्रङ छ भने। तर पक्कै पनि भिजा अफिसर ह्युमन हो, रिक्वायरमेन्ट भन्दा बेटर स्कोर छ भने त्यसले केही न केही अनकन्सियसली भए पनि
पोजिटिभ इम्प्याक्ट पारेको हुन्छ। अब त्यसपछि अर्को इम्पोर्टेन्ट डकुमेन्ट SOP हो, स्टेटमेन्ट अफ पर्पस। स्टेटमेन्ट अफ पर्पसले गर्दा पनि कति धेरै स्टुडेन्ट्सहरूको अब्रोड स्टडीको सपना टुटेको हुन्छ। अस्ट्रेलियाको लागि मात्र होइन, न्युजिल्यान्डको लागि होस् अरू कन्ट्रीहरूको लागि पनि स्टेटमेन्ट अफ पर्पस इम्पोर्टेन्ट हुन्छ भने अस्ट्रेलियाको लागि झन् इम्पोर्टेन्ट छ। तपाईको स्टेटमेन्ट अफ पर्पस तपाईको इन्टायर एप्लिकेसनको समरी हो। यसलाई एकदमै ध्यान पुर्याएर लेख्नुपर्छ। यसले तपाईलाई एउटा अस्ट्रेलियाको हाई स्ट्यान्डर्ड एजुकेसन क्वालिटीलाई बेनिफिट लिन्छु भनेर त्यो इन्टेन्सनले अस्ट्रेलिया गएर पढ्न गएको जेन्युन स्टुडेन्ट हो यो, अथवा जान खोजेको जेन्युन स्टुडेन्ट हो यो, जो यहाँको एजुकेसनको बेनिफिट लिएर will go back to his home country and will continue progressing in his or her career. त्यो किसिमको इम्प्रेसन दिने खालको तपाईको SOP हुनुपर्छ। र तपाईले त्यो सब्जेक्ट किन चुज गर्नुभयो, त्यो युनिभर्सिटी किन चुज गर्नुभयो, तपाईले त्यो सब्जेक्ट पढिसकेपछि के पाउनुहुन्छ र तपाईको फ्युचरको सपना के छ, प्रोफेसनल ड्रिम के छ, यी सबै कुराहरुलाई समरीली प्रेजेन्ट गर्नुपर्छ। पछिल्लो समयमा ChatGPT ले सबै बिगार्दिएको छ। आफ्नो डिटेल्सहरु ChatGPT लाई दियो अनि राइट एन SOP भनेर कमान्ड दियो। SOP तयार भएर आउँछ, त्यसैलाई अब युज गर्दै एप्लिकेसनमा। IELTS को स्कोर और PTE को स्कोरमा राइटिङ लगभग 6 बराबर छ अनि तपाईको SOP को राइटिङ को स्ट्यान्डर्ड चाहिँ अलमोस्ट 8 को छ। भिजा अफिसरलाई थाहा भइहाल्छ। त्यहाँनेरि तपाईको जेन्युनिटीमा क्वेशन आउन सक्छ, आको पनि छ। त्यसैले SOP लाई आफै लेख्नुस्, ChatGPT को सहयोग माग्नुस्, तर ल्याङ्ग्वेज आफ्नै स्ट्यान्डर्डको बनाउनुस्। त्यो SOP मा पर्सनल केसेसहरु इन्क्लुड गर्नुस्, SOP लाई पर्सनलाइज्ड गर्नुस्, आफ्नै भाषामा लेख्नुस्। बरु त्यो भाषा सही भएको छ कि छैन एक्सपर्टलाई, तपाईको काउन्सिलरलाई चेक गर्न लाउनुस्। नेसेसरी कुराहरु इन्क्लुड भएनन्, अननेसेसरी कुराहरु पो इन्क्लुड भएको छ कि, बिकज SOP really is important document in ensuring Australia study visa। अन्तिममा अब तपाईले युनिभर्सिटीलाई कलेजलाई GS पठाउने बेला भयो और भिजा लजमेन्टको बेला होस्, तपाईले आफ्ना सबै डकुमेन्ट्सहरुलाई प्रपरली एनालाइज गर्नुस् र रिभेरिफाई गर्नुस्। विभिन्न किसिमका समस्याहरु आउँछन् त्यहाँनेरि, थाहा छ। कहिले नाममा प्रब्लम भइरहेको हुन्छ, कहिले डेट अफ बर्थमा प्रब्लम भइरहेको हुन्छ, वडाबाट बनाएको इन्कम भेरिफिकेसन सर्टिफिकेटमा इन्कम एक किसिमको देखिन्छ अनि बैंक स्टेटमेन्टमा अथवा स्यालेरी सर्टिफिकेटमा एक किसिमको डेटा देखेको हुन्छ। हो यस्तो मिसम्याच भयो भने भिजा अफिसर गेट्स अ रिजन टु डिनाई योर भिजा। यी सबै डिटेल्सहरु एकदमै क्लियरली डिटेलली चेक गर्नुस्। डोन्ट डिपेन्ड ओन्ली अन योर कन्सल्टेन्ट, बी इन्भल्भड योरसेल्फ इन द प्रोसेस एन्ड upload your documents only when you are sure कि त्यस्ता साना साना कुनै पनि मिस्टेक्सहरु छैनन्। सबै डकुमेन्ट्सहरु आफूले बनाएको SOP अनुसार अथवा SOP मा भनेका कुराहरु र डकुमेन्ट्समा भएका कुराहरु बीच कन्सिस्टेन्सी छ, डकुमेन्ट्सहरु सबैमा देखाएको डेटामा कन्सिस्टेन्सी छ, साना साना इश्युजहरु कुनै छैनन् भन्ने भइसकेपछि मात्र तपाईले डकुमेन्ट अपलोड गर्नु होला, GS पास गराउने बेलामा होस् अथवा भिजा लजमेन्ट गर्ने बेलामा। अब यी सबै एस्पेक्ट्सहरुलाई चाहिँ तपाईले केयरफुल्ली ध्यान दिएर प्रपरली अरेन्ज गर्दै गएर प्रोसेसलाई चाहिँ अगाडि बढाउनु भयो भने पक्का पनि तपाईले भिजा पाउनुहुन्छ अहिलेको अवस्थामा।